मेसिन त सब उतै ल्याउने हो, मेसिन ल्याउन 3 महिना जति सिपमेन्ट हुन्छ भन्नुभएको छ। र अहिले मैले उहाँ स्थानीय साथीलाई हिजो राखेर के पनि कुरा गरेको छु भने सबभन्दा नजिकको इन्डियामा बनाएको छ। हाम्रो एकजना इन्जिनियर तपाईँको 4 जनाको टोली पठाउनुहोस्, 5 जना हामी पठाउँछौँ त्यहाँ, तपाईँ हेरेर आउनुहोस्। त्यहाँ गएर आए पछाडि त्यो सहरकै बिचमा बनाएको छ, अनि त्यसपछि नि नहुने रहेछ भन्ने लागेको छ छलफल गरौँला क्या। त्यसबाट अहिले यहाँ जबरजस्ती गर्नुपर्ने विषय नै छैन, जे हो त्यही बुझिदिनुहोस्, गलत बुझिदिएर चाहिँ होइन यो कुरा भयो भन्ने कुरा उहाँहरूले कन्भिन्स हुनुभएको छ। भोलि बोलाएको छौँ हामीले उहाँहरूलाई, थप कुराकानी गर्दैछौँ होला। अब हजुरहरूको साथको चाहिँ हामीले अपेक्षा गरेको कुरा के हो भने फोहोर प्रशोधन केन्द्र जुन चाहिँ धरानमा एउटा सानो युनिट बाहेक नेपालमा कहीँ बनेको छैन, इन्डिया र ठुला सहरहरूमा सबै ठाउँमा छ। फोहोर तपाईँ हाम्रो शरीरभित्र पनि छ, हामी सुत्ने एकदम स्ट्यान्डर्डको 5 स्टार होटलकै भित्र पनि एट्याच टोइलेट हुन्छ। व्यवस्थापन गर्ने कुरा चाहिँ मुख्य कुरा हो। त्यसो भए उहाँले अब यो फोहोरभन्दा धेरै टाढा रहन्छौँ भन्न त सक्दै सक्दैन होइन, यो व्यवस्थापन कुरा हो। यसमा सबैको कन्स्ट्रक्टिभ खालको चाहिँ साथ सहयोग चाहियो भन्ने कुरा हो। अब महेन्द्रजीलाई चाहिँ यसको प्रोसेस हामी